हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। ल आज मेरो बिदाको दिन कसरी जाँदो रहेछ भनेर हेरौँ ल। लगभग साइप्रसमा बस्ने सबैजना यसरी नै बिदा मनाउनुहुन्छ होला। अरू त घुमेर मनाउनुहुन्छ होला। मेरो त यसरी नै जान्छ ल। मेरो फर्स्टभन्दा बिहान उठ्न बित्तिकै बिहान 10:30 बजे उठ्न बित्तिकै बिदाको दिनमा है ब्रस गर्यो, फेस वासले मुख धोयो। नेपालबाटै ल्याएको फेस वास हो, भ्याइनु पनि लगाइसक्यो अब। अनि त्यसपछि आफ्नो फेस गरेपछि फेसलाई एकदमै अब ड्राई राख्नु पर्यो। अनि त्यसपछि मेरो मोस्ट इम्पोर्टेन्ट छ यहाँ छ सनस्क्रिन लाउनु पर्यो। मैले है सनस्क्रिन लाउँछु मैले। अनि सनस्क्रिन मजाले लगाएपछि चाहिँ मलाई त्यस्तो राम्रोसँग चाहिँ लाउन आउँदैन, ठ्याक ठ्याक गर्ने हो क्या। अनि त्यसपछि जान्छु मलाई एकदमै इम्पोर्टेन्ट कफी चाहिँ पाइएको छ। सो मैले चाहिँ टी खान्छु होइन। अनि टी खाएपछि सँगसँगै वाटरमेलन नि काट्छु मैले, किनभने अस्ति हाम्रो यहाँ छिमेकीले दिएको थियो क्या। परदेशमा पनि आफूलाई माया गर्ने, आफूले राम्रो व्यवहार गरेपछि माया गर्दो रहेछ क्या। मेरो यहाँ यहीँको हजुरआमा जस्तै टाइपले एकदमै माया एला कुरिएला भनेर चाहिँ म ड्युटीबाट सकेर आउँदाखेरि चाहिँ मलाई दिएको थियो। मिठो छैन भने अर्को दिन्छु ल भनिरहेको थियो। अनि बिदाको दिनमा आफ्नो रुम त सफा गर्नै पर्यो साथीहरू। स्कुबा गरेँ, त्यसपछि मुभ गरेँ। स्कुबा भनेको यहाँ चाहिँ बढाल्नु ल, अनि फ्लोक्को भन्छ। त्यसपछि सबभन्दा इम्पोर्टेन्ट चिज धेरै बेर बस्ने भनेको चिजहरू सफा गर्नु पर्यो होइन। अनि सफा गरेपछि मैले चाहिँ चामल चाहिँ 1 ग्लास मात्रै हालेँ, भात बसालेँ मेरो लागि। अनि भात बसालेपछि चाहिँ म चाहिँ लागेँ अरू कामतर्फ। यो फुल चाहिँ मैले बिचारा मैले 1 हप्तामा चेन्ज गर्छु क्या। अरू बहिनीलाई यहाँ यो फुलहरू राख्नु मन पर्दैन, मलाई चाहिँ एकदमै मनपर्छ। अनि त्यसपछि गएँ म आफ्नो सावर लिएर पनि आइसकेँ साथीहरू। त्यसपछि भएको लुगाहरू लगाएर वासिङ मेसिनमा मैले थुपारेँ। अनि 1 घन्टा 7 मिनटको राखेँ। त्यसपछि मेरो खाना पनि पाएको हो साथीहरू। मैले हिजो बेलुकाकै तरकारी खाएँ, दाल नि कपमा राखेको छु। अनि लोकल कुखुराको मासु, दाल। अनि त्यसपछि आयो मैले आफ्नो हातले बनाएको एकदमै मिठो चिकन अचार साथीहरू। एकदमै मिठो छ ल, मैले आफैले बनाएको। यहाँ साइप्रसमा तपाईँहरूलाई पनि चाहियो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो खाना पाएपछि त म मोटाउँछु होला नि त होइन। अनि मजाले गम्लाएर खाना खाएँ। खाना खाएपछि भाँडा धुनु पर्यो, भाँडासाँडा धोएँ साथीहरू। भाँडा धोएपछि चाहिँ मैले मजाले सबभन्दा धुन गाह्रो भनेको मलाई यो कुकर लाग्छ क्या। कुकरको ढक्कन हेर्नु न, घोटी धुनुपर्छ नि त। त्यसपछि अलिअलि त्यहाँ स्कोनिङ गरेँ, इट मिन्स सफा गरेँ मैले। अनि त्यसपछि गएर एकछिन बुक पढेँ। मलाई चाहिँ एकदम मैले पढिरहेको बुक चाहिँ मेरो इम्प्लोयर 5 क्लासमा पढ्दा